के हो बुवा फेरि तपाईँ आज पनि चिया पिउँदै हुनुहुन्छ? तपाईँलाई कतिपटक भनिसकेँ मैले चिया नखाने भनेर। जहिले पनि यसरी सताउनुहुन्छ, बुझ्दै बुझ्नुहुन्न कुरा। दुर्गाले आफ्नो ससुरा कमल बहादुरलाई छिमेकीको घरमा साथीहरूसँग बसेर चिया खाइरहेको बेलामा यसरी रिसाउँदै हप्काइन्। माफ गरिदियो बुहारी, अबदेखि त्यसो गर्दिन। अब कहिले मिठाई खाँदिन। अब त खानु त के मिठाईतिर हेर्दा पनि हेर्दिन। कमल बहादुरले मुखमा लगिसकेको मिठाई पनि फर्काएर थालीमा राख्दै कान पक्रिएर भने। जवाफमा दुर्गाले मुस्कुराउँदै त्यहाँबाट गइन्। त्यसपछि कमल बहादुरले पनि मुस्कुराइदिए। ए कमल बहादुर, तिम्रो बुहारीले त साथीहरूकै अगाडि नाना भाते सुनाएर गइन्। तिमी भने त्यही पनि मुस्कुराइरहेछौ? हिम्मत हेर, उसले ससुरालाई कसरी गाली गरेको। थाहा छैन आजकलका बुहारीहरूलाई के हुन्छ। सासू ससुरालाई त गन्दै गन्दैनन्। के भएको छ यिनीहरूलाई? साथी हो, बुहारीले त्यस्तो केही भनेकै थिएनन्। उनले त मेरो चिन्ता गरिरहेकी थिइन्। उनलाई थाहा छ कि मेरो सुगर बढिरहेको छ भनेर, र यिनलाई मलाई भन्दा राम्रोसँग थाहा छ कि रोगहरूले दुःख दियो भने मलाई नै गाह्रो पार्छ भनेर। यिनी मेरी बुहारी मात्र होइनन्, मेरी आमा हुन्, जसले मलाई बच्चा जसरी गाली गर्छिन्, मेरो पुरा ख्याल पनि राख्छिन्। कमल बहादुरले यी सम्पूर्ण कुराहरू हाँस्दै भने। बुहारीले पनि आमाले जसरी ख्याल राख्न सक्छ र? एउटा अर्को साथीलाई अचम्म मान्दै भने। दुर्गा जस्तै बुहारी भएमा ख्याल राख्छिन् नि, किन राख्दिनन् त? सुन साथी हो, संसारमा सबै मान्छेहरू एक जस्तै हुँदैनन्। केही बुहारी गलत छन् होला भन्दैमा सबै बुहारीहरू गलत नै हुन्छन् भन्ने पनि त छैन। त्यसै पनि सबै सासू ससुराहरू पनि त राम्रा हुँदैनन्। कमल बहादुरले साथीहरूलाई सुझाउन लागे। सबै साथीहरूले हो भन्दै शिर हल्लाए। यता ससुराको औषधि ल्याउँदै गरेको दुर्गाले ससुराको कुरा सुनेर रोकिन् र आँखामा आएका आँसु बिस्तारै पुस्न लागिन्। त्यसकारणले पारिवारिक सहोदरता भनेको एकअर्काको मन र भावना बुझेपछि मात्र हुन्छ। परिवार एक ठिका भएपछि कसैले टुटाउन वा फुटाउन कदापि सक्दैन।